पवित्र पवित्र परम प्रभु सर्वशक्तिमान परमेश्वर जो हुनुहुन्थ्यो जो हुनुहुन्छ जो हुन आउनुहुनेछ मेरो पिता पुत्र पवित्र आत्मा प्रकाश सदय स्वर्गदूत र सानो चर्मपत्रको मुठो मैले बादलमा लपटिए हरको शक्तिशाली स्वर्गदूतलाई स्वर्गबाट ओर्लेका मैले देखे तिनको शिरमा इन्द्रनी थियो र तिनको मुहार सूर्य जस्तो र पाउहरू आगोको खाबा जस्तो थिए तिनको हातमा खोली राखेको एउटा चर्मपत्रको मुठो थियो तिनले आफ्नो दाहिने खुट्टा समुद्र र देब्रे खुट्टा जमिनमा राखे अनि सिंह गर्जै तिनीले ठुलो स्वरले कराए र तिनी कराए पछि सातमे गर्जनहरूको आवाज आयो जब ती सातमे गर्जनहरूले आफ्नो आफ्नो आवाज निकाले अनि मैले लेख्नै लागेको थिए त्यसै बेला स्वर्गबाट यस्तो भन्ने आवाज मैले सुने ती सातमे गर्जनहरूले निकालेको आवाजहरूलाई गुप्त राख र तिनो लेख तब समुद्र र जमिनमा उभिएका जुन स्वर्गदूतलाई मैले देखेको थिए तिनले आफ्नो हात स्वर्गतिर उचाले अनि सदा सर्वदा जीवित रहनु हुने तथा स्वर्ग र त्यसमा भएका कुराहरू पृथ्वी र त्यसमा भएका कुराहरू समुद्र र त्यसमा भएका कुराहरूलाई सृष्टि गर्नुहुनेको नाउँमा तिनले शपथ खाए र अब ढिलो हुने छैन भने तर ती दिनहरूमा जब सातौं स्वर्गदूतले आफ्नो तुरही फुक्नै लाग्छ उहाँले आफ्नो दास अगमवक्ताहरूलाई घोषणा गरे जै परमेश्वरको रहस्य पुरा हुनेछ तब स्वर्गबाट मैले सुनेको आवाजले मलाई यसो फेरि भन्यो जाऊ समुद्र र जमिनमा उभिनेको दूतको हातमा भएको खुला चर्मपत्रको मुठो ल्याऊ अनि म स्वर्गदूत कहाँ गएर त्यो सानो चर्मपत्रको मुठो मागे अनि तिनले मलाई भने यो लाउ र खाऊ यसले तिम्रो पेट अमिलो गराउनेछ तर तिम्रो मुखमा चाहिँ मह जस्तै त्यो गुलियो हुनेछ मैले ती स्वर्गदूतको हातबाट त्यो सानो चर्मपत्रको मुठो लिएर खाए मेरो मुखमा त्यो मह जस्तै गुलियो भयो तर त्यो खाएपछि मेरो पेट अमिलो भयो तब मलाई यो भनियो तिमीले धेरै मानिसहरू जातिहरू भाषाहरू र राजाहरूको विषयमा फेरि अगाडि बोल्नु पर्नेछ प्रकाश सदय स्वर्गदूत र सानो चर्मपत्रको मुठो मैले बादलमा लपटिए हरको शक्तिशाली स्वर्गदूतलाई स्वर्गबाट ओर्लेका मैले देखे तिनको शिरमा इन्द्रनी थियो र तिनको मुहार सूर्य जस्तो र पाउहरू आगोको खाबा जस्तो थिए तिनको हातमा खोली राखेको एउटा सानो चर्मपत्रको मुठो थियो तिनले आफ्नो दाहिने खुट्टा समुद्र र देब्रे खुट्टा जमिनमा राखे अनि सिंह गर्जे जै तिनी ठुलो स्वरले कराए र तिनी कराए पछि सातमे गर्जनहरूको आवाज आयो पवित्र 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 परम प्रभु सर्वशक्तिमान परमेश्वर जो हुनुहुन्थ्यो जो हुनुहुन्छ जो हुन आउनुहुनेछ मेरो पिता पुत्र पवित्र आत्मा